नमस्कार, म डाक्टर रविन्द्र तामाङ, कन्सल्टेन्ट युरोलोजिस्ट तथा एन्ड्रोलोजिस्ट। आज म तपाईँहरूलाई प्रोस्टेट अथवा पुरुष ग्रन्थि सम्बन्धी छैठौँ भ्रमको बारेमा जानकारी गराउनेछु। हामीमा के भ्रम छ भने भिडियो एक्सरे गरेमा प्रोस्टेट बढेको पाइएमा उपचार सुरु तुरुन्त गर्नुपर्दछ। सपोज तपाईँको 20 ग्रामको प्रोस्टेट थियो, भिडियो एक्सरे गर्दाखेरि 40 ग्राम भयो भने के तपाईँको औषधि सुरु गर्नुपर्छ त? त्यो गलत हो। औषधि सुरु उपचार यही आधारमा गर्न पर्दैन। किन भन्दाखेरि चाहिँ प्रोस्टेट बढेर मात्रै हामीले औषधि उपचार गर्दैनौँ। प्रोस्टेटले तपाईँको पिसाबमा समस्या के गरेको छ, मूत्र प्रणालीमा केही समस्या गरेको छ कि छैन, यी सबै कुराहरू हामीले हेरेर जाँच गरेर मात्रै हामीले भन्दछौँ। जस्तो कि पिसाब गर्दा तपाईँहरू लक्षणहरू के छन्? पिसाबको धारा कस्तो छ? पिसाब फेरेपछि पिसाब कति बाँकी रहन्छ? पिसाब फेर्ने बेला तपाईँलाई बल गर्नुपर्छ कि पर्दैन? पिसाब बिचैमा रोकिन्छ कि रोकिँदैन? पिसाब फेर्न राति उठ्नुपर्छ कि पर्दैन? यसले तपाईँको जीवनमा असर पारेको छ कि छैन? अथवा जटिलताहरू जस्तो कि पिसाब थैलीमा पत्थरीहरू बन्नु, मृगौलामा असरहरू गर्नु, यो समस्याहरू छ कि छैन? यो सबै कुराहरू निर्कुल गरेर हामीले यो कुराहरू हेरेर अनि मात्रै प्रोस्टेट अथवा पुरुष ग्रन्थि बढेको पाइएमा अनि औषधि उपचार सुरु गर्ने हो अथवा अपरेसन गर्ने कि नगर्ने भनेर त्यसबाट निर्क्योल गर्ने हो। तसर्थ प्रोस्टेट हाम्रो बढेर 40 ग्राम, 50 ग्राम, 60 ग्राम भयो तर तपाईँलाई पिसाब सम्बन्धी कुनै पनि समस्या छैन भने औषधि उपचार सुरु गर्न जरुरी छैन। हस् त आजले यति नै। यस्तै जानकारीको लागि मलाई फलो गर्न नबिर्सिनुहोला र प्रोस्टेट सम्बन्धी कुनै समस्या भएमा, औषधि उपचार गर्न परेमा, अपरेसन गर्न परेमा मलाई सम्पर्क गर्न नबिर्सिनुहोला। धन्यवाद।